यससँग जोडिने गर्व र महत्त्व र ऐतिहासिकता अथाह मात्र होइन, अपार छ। अझ त्रिकोणभित्र अंकित यी चन्द्र र सूर्यले त मानव जीवनभन्दा पनि नजिक मानव शरीरलाई प्रतिबिम्बित गर्दछन्। चन्द्रमाको मनको प्रतीक हो चन्द्रमाको, र सूर्य भनेको चाहिँ आत्माको प्रतीक र जहिले पनि यो मनले के गर्छ त्यो आत्मालाई चाहिँ कन्ट्रोल गरिराखेको भनेको सूर्यले माथि आकाशबाट जुन परावैजनी किरण र पृथ्वीमा छाड्छ त्यो किरणलाई चाहिँ कन्ट्रोल गर्ने काम चाहिँ माथि बसेर त्यो ब्राह्मणहरूका राजा चन्द्रमाले गर्छ र यो पृथ्वीको इकोसिस्टम जुन छ त्यो कार्य गर्छ। चन्द्रमा एउटा हाम्रो मस्तिष्कको मगजको प्रतीकको रूपमा रहे, सूर्य हाम्रो हृदय मुटुको प्रतीकमा रहे। यी दुईटालाई चाहिँ हामीले यसरी चाहिँ संयोजन गरेर आयुर्विज्ञानको हिसाबले पनि हाम्रो शरीरको एउटा प्रतीकको रूपमा पनि राखिएको हो। तर यी रङ र यिनको अर्थ समय क्रमसँगै नेपालका शासकहरूमा लक्षित रहन पुग्यो। चन्द्र र सूर्यलाई पनि शासकहरूले आफ्नो अनुकूल अर्थ लगाए। कहिले चन्द्रवंशी, कहिले सूर्यवंशी, कहिले राणा शासन, कहिले राजसंस्था। यहाँ राज्य गर्ने प्राय सबै वंशहरूसँग जोडिँदै आए यी रङहरू र यी चन्द्र सूर्य र ध्वजामा अंकित यी रङको अर्थ र महत्त्व अझै खास छ। वैदिक परम्परामा आधारित हाम्रो सामाजिक जीवनको एक अभिन्न अङ्ग हो रङ र जीवनका हरेक पक्षको सनातन नाता छ यी रङ। पछिल्लो समयमा भएको नेपालको एकीकरण पछि त यसलाई अझ प्रखर रूपमा अर्थ्याइएको पाइन्छ, जस अनुसार रासोलाई नेपाली वीरताको प्रतीक, सेतोलाई शान्ति ज्ञानको प्रतीक र नीलोलाई आत्मरक्षाको प्रतीक मानिन्छ। र यो हाम्रो झन्डाले संसारकै फरक अर्थ, महत्त्व र काल चाहिँ सत्य बोलिरहेको छ, बोलिरहेको छ। जय स्वाभिमान। दर्शकहरू, गाउँदै भन्छौँ यो देशसँग युग युगसम्म जीवित रहने कुनै एउटा निशानी शब्दले यही राष्ट्रिय ध्वजा छ। संसारका सबै झन्डाहरूभन्दा स्वतन्त्र र गर्व बोल्छ हाम्रो राष्ट्रिय झन्डा र हामी यसलाई गर्वपूर्वक उचालेर शिरमाथि फहराइरहेछौँ। यस्ता नेपाली योद्धाहरू जसले संसारलाई कीर्तिमान दिएर नेपाली झन्डा उठाएका छन्, उनीहरूका साथ आउँछौँ। तर यो मेरो छाती झन्डाले बनेको, किराँत, लिच्छवी, मल्ल र महाकाल हुँदै गणतान्त्रिक व्यवस्थासम्मको नेपाल चरित्र हो, शान हो र गर्व हो यो हाम्रो झन्डा। यी सबै व्यवस्थाहरू हाम्रो सामाजिक जीवन र संस्कार संस्कृतिलाई निरन्तर यी रङहरूले जीवन दिएका छन् र यही हो हाम्रो एउटै र अमर ध्वजा जहाँ राष्ट्रिय एकता फहराइरहनेछ। हजारौं वर्ष पुरानो जीवित इतिहास जसले आजसम्म निरन्तर नेपाललाई विश्व सामु फरक परिचय दिइरह्यो। विश्व मञ्चमा नितान्त अलग र गर्वपूर्ण हाम्रो अनुहार भयो र यसैको उचाइमा छाती चौडा भएको छ हाम्रो। चन्द्र सूर्य अंकित जब आफ्नो देशको झन्डा विदेशी भूमिमा फहराउन मौका पाउँछ, त्यो जित्दाखेरि होस्, खेल क्षेत्रमा होस् अथवा कुनै क्षेत्रमा होस्, म खेलको कुरा गर्दैछु, जित्दाखेरि जब देशको झन्डा फहराउने एउटा मौका पाउँछ, साथै नै जिउभरि काँडाहरू उम्रिन्छन्
आफ्नो देशलाई सम्झिन्छ, आफ्नो देशको जनतालाई सम्झिन्छ। साँच्चै नै यो भूमिलाई आफ्नो देशलाई केही गरेको छ जस्तो लाग्छ। यति खुसी हुन्छ, म हरेक खेलाडी यति खुसी हुन्छ कि साँच्चै नै यो क्षेत्रमा लागेर मैले केही गरेको रहेछु, मैले देशको लागि केही गरेको रहेछु र भन्ने कुरा महसुस हुन्छ। संसारको शिर सगरमाथाको शिखरमा सबभन्दा बढी फहराइएको यो हाम्रो गर्वको ध्वजा, पवित्र देश जीवन, श्रद्धाको शिर, यसलाई संसारकै उचाइमा ठड्याउँदा जीवन पनि पवित्र भएको अनुभूत भए भन्छन् यी आरोही। जब हामी झन्डा बोकेर गएको हुन्छ नि, त्यो नै मैले देशको लागि गरेको भन्ने कुरो एउटा चिन्ह बोकेर गएको हो। न त त्यो राष्ट्रले त अथवा त्यहाँ जाँदाखेरि कसैले तपाईँको के दिएर पठाएको होइन, तर त्यो झन्डा घरमा लानुपर्ने जरुरत त थिएन। अनि जब झन्डा बोकेर जानु नै त्यो देशको लागि गऱ्यो भने चाहिँ एउटा देखाउनु जस्तो चाहिँ मलाई ठुलो ठुलो एउटा गौरव लाग्यो। नेपालको झन्डा गाड्ने भनेको त भन्न ठुलो कुरा हो है भन्ने आफूमा त्यस्तो जिज्ञासा थियो। नभन्दै मैले पनि त्यो झन्डा अब आफूले नै एउटा रियल संसारको शिखरमा चाहिँ गाड्ने अवसर पाउँदा अनि त्यो पुग्ने अवसर पाउँदा चाहिँ मलाई धेरै खुसी लाग्यो। पहिलो कुरा एउटा नेपालको प्रतिनिधित्व गरेर जानु त्यो ठुलो कुरा हो। र त्यसपछि मलाई आज मैले यो देशलाई केही योगदान दिएर छु नि त, मैले आफ्नै देशको झन्डा म आफ्नै शिखरमा चाहिँ गाड्ने अवसर पाउँदैछु। त्यो मेरो लागि संसारको ठुलो एचिभमेन्ट, एकदम ठुलो एउटा के अरे यो सफलता हो जस्तो महसुस हुन्छ। उनको त्यो खुसी एकल मात्र होइन, यससँग जोडिएको छ देश। र हामी भन्छौँ जन्मभूमिदेखि धेरै टाढा पुगेका नेपालीहरूलाई त आमा जस्तै लाग्छ यो ध्वजा। राष्ट्र प्रेमको मुटु हो यो, हर्षले विभोर र गर्वले ओतपोत मनहरू यसलाई सम्मानको पगरी चुम्दैछन्। त्यस बेला चाहिँ यो कोपेनहेगनमा जाँदा चाहिँ कस्तो लाग्यो भने हामीले धेरै झन्डाहरू लगेर गएको थियौँ। जसले आफ्नै हाम्रो हातमा पनि झन्डाहरू थियो। अनि त्यहाँ मलाई चाहिँ अर्को कुराहरू मलाई एकदमै आत्मा छोएको, मलाई रुनै मन लाग्यो। म रोएँ पनि, पछि सम्झेँ त्यहाँको हाम्रो चाहिँ त्यो जब हामीले कोपेनहेगनमा यो जुन हाम्रो र्याली भयो, र्याली पनि हाम्रो एकदमै ठुलै थियो, एकदमै अनौठो एउटा चाहिँ यो मेरो लाइफको पहिलो चाहिँ र्याली हो एउटा बाहिर के अरे कोपेनहेगनमा। अनि त्यसपछि मलाई त्यो के अरे यो नेपालीहरूले विशेष गरेर त्यो झन्डाहरू जब हाम्रो कार्यक्रम सिद्धियो, कार्यक्रम सिद्धिसक्यो भने त झन्डाहरू मखर बाँधे जस्तै बाँधे कि आफैमा यो देशको माया कति रहेछ त। हो हाम्रो झन्डा, हाम्रो गर्व, यो रातो र चन्द्र सूर्य, यो जङ्गी निशान र जिउँदो रगतसरी बल्ने यो हाम्रो शिर र हाम्रो शान। जय हेर राष्ट्रियताको नारा बुलन्द गरिरहन्छौँ सधैँ र भनिरहन्छौँ जय स्वाधीन। भूगोल